सबैलाई जय मसिह। हिजो एउटा भिडियोमा मैले एउटा क्रिस्चियन र नन क्रिस्चियनको वैवाहिक सम्बन्ध सम्भव छैन भन्दै गर्दा धेरैजनाको विभिन्न प्रकारका प्रतिक्रियाहरू आए र तीमध्ये 3वटा कमेन्टको म एकदमै छोटकरीमा रिप्लाई दिन चाहन्छु। अनि पहिलो एकजना व्यक्तिले कमेन्ट गर्नुभएको छ, दाउद राईले गर्नुभएको छ, के बोलेको ब्रदर, बाइबल अलिक पढ्नु है। अनि प्रभुले भनेको वचनमा यस्तो छ त, जाऊ सारा जगतमा गएर सुसमाचार सुनाऊ, पिता पुत्र पवित्र आत्माको नाममा ब्याप्टिजमा देऊ भनेको छ त। मैले विवाह गर्ने केटीलाई भन्न खोज्नुभएको होला, केटीलाई मैले बुझेको छु र फर्स्ट प्रभुलाई ग्रहण भन्नुभएको होला, ग्रहण गर्छु अनि बप्तिजमा लिएर विवाह गर्छु भने केटी और केटालाई विवाह नगर्नु प्रश्न चिन्ह राख्नु भएको छ। प्रभुमा उनीहरूको आत्मा नबचाउनु फेरि प्रश्न चिन्ह। प्लिज ब्रदर प्रभुको वचनको बदनाम नगर्नु है यस्तो भिडियोहरू हालेर भनेर भन्नुभएको रहेछ। हो, प्रभु येशूले मत्ती 28 अध्यायमा 19 पदमा भन्नुभएको छ, यसकारण जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाऊ। यो महान आज्ञा हाम्रो प्राथमिक बोलावट हो। तर येशूले यहाँ यसकारण जाओ र सबै स्त्रीहरूलाई विवाह गरेर चर्चमा ल्याऊ, क्रिस्चियन बनाऊ भनेर भन्नुभएको छैन। बाइबलले त जब विवाहको कुरा आउँछ 2 कोरिन्थी 6:14मा विश्वासी र अविश्वासीहरू एउटै जुवामा ननारिनु भनेर भनेको छ। महान आज्ञा पूरा गर्नु अर्थात् संसारका विभिन्न ठाउँमा पुगेर ख्रिस्टको बारेमा सुनाउनु, सुसमाचार सुनाउनु हाम्रो जिम्मेवारी हो। तर कसैलाई परिवर्तन गर्ने बहानामा परमेश्वरको वैवाहिक नियमलाई मिच्ने कसैलाई अधिकार छैन। विवाह एउटा पवित्र करार र आत्मिक एकताको कुरा हो जुन दुवैजना प्रभुमा भएपछि मात्र पूर्ण रूपमा सम्भव छ।